はい、ありがとうござい伸ばます。します。はい。足前で足前で。ल मेन भ्यू भनेको आमा हाँस्दादेखि यही नै हो होइन। अनि यही भ्यूको लागि ओसाकाबाट आएर यत्रो चाहिँ गरियो। 4.5 घन्टा बाइक चलाएर आएर ज्यान दुखेर खत्तम भएको छ। अब आज तोत्तुरी गएर बस्ने प्लान थियो, तर हामी बिचमै बस्छौँ तोयामामा। अनि भोलि बिहान तोत्तुरी घुमेर अनि भोलि दिउँसो चाहिँ हामी ओसाकातिर हिँड्छौँ। यस्तो छ प्लान गाइजहरू। अनि कस्तो लाग्यो त यो आमा हाँस्दादेखिको भ्यू चाहिँ। पछाडि चाहिँ यस्तो देखिने रहेछ। त्यति साह्रो राम्रो त छैन, तै पनि आफैले फोटो खिच्दा खासै राम्रो आउँदो रहेछ। यस्तै छ कुरो पनि। अब सकिन लागेछ ब्याट्री पनि, 20% मात्रै छ। तर हावा एकदम मजाको चलेको छ। कस्तो सुजुस्सी छ कि, कस्तो आनन्दवाला फिल भएको क्या। अनि एकदम धेरै बवाल। तर अघि माथि चाहिँ आज ओसाकाबाट स्टुडेन्टहरू आएको रहेछ क्या, उसले आएको रहेछ कलेजले। अनि पुरै नेपाली नै नेपाली कि, त्यहाँभरि 200 जस्तो जना नेपाली थियो होला कि। अनि नेपालमै छु जस्तो फिल भइदिरहेको ल।